वास्तवमा उपयुक्त चाहिँ वातावरण चाहिँ पायो भने निजी क्षेत्रले भन्नाले धेरै ठुला चाहिँ आयोजनाहरू पनि निर्माण चाहिँ गर्न सक्छ, धेरैभन्दा धेरै मान्छेहरूलाई चाहिँ रोजगारी चाहिँ दिन सक्छ, धेरैभन्दा धेरै चाहिँ रेभिन्यू भन्नाले चाहिँ कलेक्सन गरेर राज्यलाई बुझाउन सक्छ र धेरैभन्दा धेरै आम पब्लिकलाई चाहिँ सर्भिस दिन सक्छ भन्ने कुरा वास्तवमा चाहिँ भन्नाले यो म माननीय मन्त्रीज्यूलाई चाहिँ भन्न पनि चाहिँ चाहन्छु, एउटा विश्वास पनि दिलाउन चाहिँ चाहन्छु। निजी क्षेत्रको जुन एउटा चाहिँ आत्मविश्वासलाई लिएर जुन एउटा हामीले जुन भनौँ न एउटा चाहिँ इन्भेस्टमेन्ट चाहिँ भित्राउनको लागि जुन एउटा चाहिँ एउटा इन्करेज गर्नको लागि जुन क्षेत्रले जुन एउटा चाहिँ प्रयास गरेको छ त्यसमा चाहिँ सरकारको चाहिँ तर्फबाट पनि त्यही अनुसार चाहिँ भन्नाले जुन एउटा चाहिँ जुन कानुन परिवर्तनको चाहिँ हिसाबले जुन भन्नाले एउटा चाहिँ पहल भएको छ त्यसको लागि म सरकारलाई म धन्यवाद पनि दिन चाहन्छु र त्यो अनुसारको चाहिँ भन्नाले जुन एउटा स्पिडमा काम अगाडि चाहिँ बढाउन चाहिँ सक्यो भने वास्तवमा छोटो समयमा वास्तवमा यसले चाहिँ भन्नाले धेरै ठुलो चाहिँ एउटा चाहिँ रिजल्ट दिन्छ भन्ने कुरा म राख्न चाहन्छु। वास्तवमा यो कतिपय चिजहरू हाम्रा चाहिँ भन्नाले अब यो खास गरेर यो प्रादेशिक संरचना चाहिँ जुन हाम्रो यो नयाँ संविधान आइसकेपछि वास्तवमा धेरै भन्नाले चाहिँ प्रदेश सरकारको तर्फबाट र धेरै स्थानीय सरकारको चाहिँ तर्फबाट पनि वास्तवमा चाहिँ हामी कहाँ खास गरेर काठमाडौँको चाहिँ चन्द्रगिरीमा जुन एउटा चाहिँ केबल कार प्लस होटेलको जुन एउटा चाहिँ सुरुवात चाहिँ भयो त्यसपछि वास्तवमा चाहिँ हामीले चाहिँ के एउटा चाहिँ महसुस चाहिँ गऱ्यौँ भने त्यहाँ चाहिँ धेरै भन्नाले चाहिँ स्थानीय तहको चाहिँ सरकारको चाहिँ तर्फबाट र इभन चाहिँ प्रदेशको पनि क्याबिनेटै को चाहिँ मन्त्रीज्यू मुख्यमन्त्रीज्यू सहित चाहिँ वास्तवमा हामी कहाँ आएर वास्तवमा चाहिँ त्यो आयोजना अगाडि बढाउनु पर्यो, हामी कहाँ यो सम्भावना छ भनेर हामीले भनेको पनि वास्तवमा चाहिँ हामीले चाहिँ रियलाइज गरेको छौँ।